हेलो एन्ड नमस्ते, गुड मर्निङ। सन्चै हुनुहुन्छ? म पनि सन्चै छु। अनि आज चाहिँ मेरो के अरे भान्जाको बर्थडे हो। आज चाहिँ हामी चाहिँ सबजना आश्रममा छौँ। हाम्रो आश्रम फेरि भैरुवाको यो जुन त्यो तपाईँको बुद्ध चोकदेखि यता भित्रतिर हो, जस्तै तपाईँको सिटी हस्पिटलदेखि अलिकति पछाडि हो। अनि चाहिँ आज चाहिँ हामी सबै भेनाको फ्यामिली अनि फेरि हाम्रो बुढाबुढीहरू अनि मेरो साथी आकाश पनि आछ। आज यसो आश्रममा चाहिँ खाना खाने अनि यसो केक सेकहरू काट्ने, यसो सानोतिनो यसो खानपिन कार्यक्रम राखेको छ। अनि चाहिँ म तपाईँलाई भित्र नि देखाउँछु। भेनाहरूले चाहिँ सेटअप गर्दैछ यताउता, टिकाहरू अनि तपाईँको केक सेकहरू चाहिँ रेडी गरेछ। अनि म तपाईँलाई नि म भित्र देखाउँछु है। ल म पनि जाँदैछु, तपाईँहरूलाई देखाउँछु। आश्रम फेरि हाम्रो चाहिँ यो हो, आश्रम चाहिँ हाम्रो यो है। म तपाईँलाई देखाउँछु। सबैजना यही छ, भेना हुनुहुन्छ भित्र, यसो मिलाउँदै हुनुहुन्छ। म चाहिँ आज यसो आउन ढिलो भइदियो क्या। हेलो आकाश सर, के छ? भक बुढी के छ? हालखबर ठिक छ? हल्का भेना भेना ढिलो भइयो के अरे आज? आन्टी आन्टीको त फेरि यही हुन्छ है मेरो भ्लगमा। फेरि यहाँ चाहिँ हाम्रो दिदी, यहाँ चाहिँ हाम्रो चाहिँ ह्यान्डसम हाम्रो चाहिँ अङ्कल। अङ्कल हेलो भनिदिनु। आज कस्तो लागेको छ अङ्कल यहाँ नातिको बर्थडेमा? खुसी लाग्छ, एकदम खुसी लाग्छ नि। फर्स्ट टाइम होला होइन यहाँ? फर्स्ट टाइम। अनि हाम्रो चाहिँ बर्थडे भयो है। हेलो सन्देश, हेलो ह्याप्पी बर्थडे। हाम्रो चाहिँ केकहरू चाहिँ यो है, बर्थडेको केक हो यो हो, बर्थडेको केक हो। अनि यहाँ भेना अनि चाहिँ नानुहरू यहाँ छ, पढ्दैछ। हेलो हाई, के हो तिम्रो नाम? तिम्रो तिम्रो कतिमा पढ्छौ? दिदी नमस्ते, सन्चै हुनुहुन्छ? ए ल ल नमस्ते। ल अब चाहिँ हामी केक काट्छौँ। सबैजना आइसक्नु भयो। हाम्रो सानो नानी पनि हुनुहुन्छ। हेलो, कति वर्षको भयो दिदी? नमस्ते गर्दै सानो। कति वर्षको भयो दिदी? अस्ति जेठको 9 गते 1 वर्ष पुग्यो। 1 वर्ष है। के राखिदिनुहोस् नाम? रोशनी। ए रोशनी। हेलो रोशनी। हेलो, मेरो बाबु जस्तै रहेछ क्या। छोरा हो? ए छोरी, सरी सरी, छोरी रोशनी। ल ल अब चाहिँ हाम्रो चाहिँ यहाँ केकको रेडी हुँदैछ। अङ्कल चाहिँ एकदम रमाइलो हुन्छ। अङ्कल केक काट्ने होइन? अब ल चाहिँ केक काट्ने। ल अब यहाँ केक काट्ने। ल अब नानुहरू आऊ सबै। ल हजुर बसेर गर्नु त हजुर बस्नु न। ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे डियर सन्देश, ह्याप्पी बर्थडे टु यु। ब्लेस यु खै भने आफूलाई चट्यो त्यो त्यो ए भयो अब झुले खानु छिसिनी यो के यो चाहिँ के गर्दैछ? ह्याप्पी बर्थडे सन्देश। के काट्दै हुनुहुन्छ भेनाले? यसो बाबु पत्तर पत्तर त्यो पार्टी छ के
सेकेर दिएर यहाँ पठाइदिनु त्यो बस्छ ठमक्क सन्देशलाई पठाइदिनु म पनि यहीँ बस्दिउँ सन्देश ह्याप्पी बर्थडे सन्देश ह्याप्पी बर्थडे हेलो गरिदेऊ हाई गरिदेऊ हाम्रो चाहिँ केक कार्यक्रम स्टार्ट भइसकेको छ अनि हाम्रो दिदी भेनाले दिँदै हुनुहुन्छ संसार कमलको फूल झै तिम्रो कमलो मुहारो सानो सानो पाइला हिँडे ठुला ठुला आशा बोकेर जगतलाई उज्यालो पार्ने तिम्रो हँसाइ हृदयमा छापिने साँचो तिम्रो हेराइ खुसीमा नै मेरो खुसियाली गाँसेछ हाम्रो चाहिँ खाना खाने कार्यक्रम सुरु भइसकेको छ अनि हाम्रो आन्टीले चाहिँ यहाँ दिँदै हुनुहुन्छ सबैजनालाई खाना मेरो यो तिमी फली फुलिरहोस् प्रार्थना छ मेरो तिमी सधैँ सुखिरहोस् अन्धकार माझ उज्यालो दीप नै बनोस् ममता तिमी हौ तिमी नै हौ लक्ष्मी सुन्दरता सुख पाए खुसीले नाच्छ नाच्छ है नानी जिन्दगीलाई अङ्गाली बाँच्छ जी गर्दै सन्देश जी गरिदेऊ थ्याङ्क यू भन्नु थ्याङ्क यू सबै उतै हो तातो
म र मेरो बुढो मात्रै गर्नु खाना पकाउनु कि कुखुरा हेर्नु कि के गर्नु त्यही भएर धेरै पाकिने सबै हामी त्यही हो कि दुवै नै सालन हुने त मेरो छ आउने मान्छेहरूले अब चामलहरू फोटो खिच्ने अनि के अरे चामल भएर त्यो चामल बेच्नु न त्यो ल गाइस हामी चाहिँ अब भ्याइसक्यौँ होइन यहाँबाट अब हामी जान लाग्यो अनि अब एउटा फ्यामिली फोटो हुन्छ है भाइहरूसँग अनि ल